टिन्टेड सनस्क्रिनको बारेमा मात्र किन भन्ने होइन, अब कतिजनाको त यस्तो स्किन पनि हुन्छ जसलाई मतलब टिन्टेड सनस्क्रिन पनि सुट गर्दैन, एकदम पिम्पल्स आउने, डार्क स्पटहरू धेरै हुने, मतलब पिम्पल्स चाहिँ कहिले नटुट्ने स्किन क्या। मेरो पनि त्यस्तै हो क्या। मेरो अहिले चाहिँ 1-2 वटा अब अलिअलि अहिले त भिडियो बनाउनु पर्पछि हल्का मेकअप त गर्नु परिहाल्यो होइन, त्यही भएर त्यस्तो स्किन छ भने चाहिँ डक्टरले नै सजेस्ट गर्नेवाला सनस्क्रिन चाहिँ नि गर्ल्स यो हो है। मैले पनि स्किनको डक्टरसँग धेरै नै ट्रिटमेन्ट गराएँ, मलाई पनि यही सजेस्ट गर्नुभएको थियो। अनि मैले पनि मेरो यहाँनिर आउने कति धेरै कस्टमरहरूको लागि जसको चाहिँ एकदम पिम्पल्स छ, मतलब एकदम सेन्सिटिभ क्या, कुनै पनि सामान कुनै पनि प्रोडक्टहरू उनीहरूको फेसमा सुट नै हुँदैन भने चाहिँ मैले यो सनस्क्रिन उनीहरूलाई सजेस्ट गरिदिने गरेको छु होइन। एकदम पिम्पल्स, एक्ने प्रोन, एकदमै सेन्सिटिभ स्किन छ भने चाहिँ यो युभी डक्सको सनस्क्रिन युज गर्नु होला। यो चाहिँ जेल बेसमा हो, एकदम व्हाइट कास्ट पनि बस्दैन, यसले एकदम राम्रो छ। तपाईँहरूलाई चाहिन्छ भने मलाई DM गर्नु, एकदमै राम्रो छ। तपाईँहरूलाई डक्टरले सजेस्ट गरिदिनेवाला नै सनस्क्रिन हो। मैले आफै नै पर्सनली युज गरेर हजुरहरूलाई भनिरहेको छु। हजुरहरूलाई चाहिन्छ भने चाहिँ मलाई मेसेज गर्नु, म यो तपाईँहरूलाई प्रोभाइड गर्न सक्छु। हाम्रो सपमा पनि अभाइलेबल छ है यो युभी डक्सको सनस्क्रिन। इफ यु वान्ट DM मी। यो चाहिँ बोइजले गर्दा नि भयो, लेडिजले गर्दा नि भयो, जस्तो एकदम पिम्पल्स, एक्ने आउने, एकदमै सेन्सिटिभ स्किन छ, लेडिज बोइज जसले पनि युज गर्न मिल्ने युभी डक्सको सनस्क्रिन तपाईँहरूलाई चाहिन्छ भने चाहिँ हामीलाई DM गर्नु होला। थ्याङ्क यू।